अरे ओके भने गर न। हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। तपाईँहरू कस्तो हुनुहुन्छ? अनि आज चाहिँ मेरो लाइफको फर्स्ट ब्लग हो। अनि आज चाहिँ मैले हाम्रो गाउँको त प्रकृतिहरू देखाउन जाँदैछु। तपाईँहरूले मलाई सपोर्ट गर्नु होला। अनि मेरो घर चाहिँ धुलाबारी झापा लीला बस्ती कृषि मार्ग टोल हो कटाना। यता चाहिँ धेरै नै हरियाली छ। अनि यता चाहिँ यता हाम्रो यहाँनिर प्रकृतिले भरेको छ। अनि यहाँ चाहिँ पुरानो कृषि पनि थियो। अनि यो चाहिँ कृषि उठेको चाहिँ 4 वर्ष जति भयो। अनि यहाँ चाहिँ कृषिहरू पुरा कृषिहरू गरेको थियो होइन। यो गर्थ्यो नि, यहाँ धानबारीहरू रोपेको छ, पुरा हरियाली छ। तपाईँहरू यहाँ भिजिट गर्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ। अनि यतापट्टि चाहिँ हाम्रो ग्राउन्ड पनि छ, फुटबल ग्राउन्ड। यहाँ चाहिँ म्याच पनि हुने गर्छ। यतातिर हाम्रो फुटबल म्याचहरू पनि हुने गर्छ होइन। अनि यहाँ चाहिँ हाम्रो टक्कै यहाँनिर कहाँ भन्छ लीला बस्ती। यो बाटो चाहिँ सिधा यो बाटो गयो भने चाहिँ यो बाटो सिधै मोडमा निस्किँदा छ। तपाईँहरू यहाँ लीला बस्ती माथि पुलदेखि तपाईँहरू आउन सक्नुहुन्छ, तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ है। यो चाहिँ मेरो लाइभ भ्लग भएर म आफै चिनिनँ। अनि मेरो गाउँलाई चिनाउन चाहिँ मैले यसरी तपाईँहरू भिडियो बनाएँ। तपाईँहरूले सपोर्ट गर्न चाहन्छ भने मलाई तपाईँहरूले सब्सक्राइब गर्नु होला। आउने दिनमा म योभन्दा बबाल दामी प्र्याङ्क भिडियोहरू पनि हाल्नेछु। बजारतिर गएर भने मान्छेले जस्तो गर्नेछु। बजारतिर म ऱ्यान्डमली म भ्लगहरू गर्नेछु होइन। तपाईँहरूले सब्सक्राइब गर्नु होला, त्यहाँ आउनेछ। लाइक पनि गर्नु होला, कमेन्ट पनि गर्नु होला। कस्तो ठाउँमा तपाईँहरूलाई भिडियो मनपर्छ, कस्तो कन्टेन्ट मनपर्छ त्यो मलाई भनिदिनु होला। तपाईँहरूलाई म हालिदिँदैछु है त। ल गाइज, अरे ओके भने गर न। हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। तपाईँहरू कस्तो हुनुहुन्छ? अनि आज चाहिँ मेरो लाइफको फर्स्ट ब्लग हो। अनि आज चाहिँ मैले हाम्रो गाउँको त प्रकृतिहरू देखाउन जाँदैछु। तपाईँहरूले मलाई सपोर्ट गर्नु होला। अनि मेरो घर चाहिँ धुलाबारी झापा लीला बस्ती कृषि मार्ग टोल हो कटाना। यता चाहिँ धेरै नै हरियाली छ। अनि यता चाहिँ यता हाम्रो यहाँनिर प्रकृतिले भरेको छ। अनि यहाँ चाहिँ पुरानो कृषि पनि थियो। अनि यो चाहिँ कृषि उठेको चाहिँ 4 वर्ष जति भयो। अनि यहाँ चाहिँ कृषिहरू पुरा कृषिहरू गरेको थियो होइन। यो गर्थ्यो नि, यहाँ धानबारीहरू रोपेको छ, पुरा हरियाली छ। तपाईँहरू यहाँ भिजिट गर्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ। अनि यतापट्टि चाहिँ हाम्रो ग्राउन्ड पनि छ, फुटबल ग्राउन्ड। यहाँ चाहिँ म्याच पनि हुने गर्छ। यतातिर हाम्रो फुटबल म्याचहरू पनि हुने गर्छ होइन। अनि यहाँ चाहिँ हाम्रो टक्कै यहाँनिर कहाँ भन्छ लीला बस्ती। यो बाटो चाहिँ सिधा यो बाटो गयो भने चाहिँ यो बाटो सिधै मोडमा निस्किँदा छ। तपाईँहरू यहाँ लीला बस्ती माथि पुलदेखि तपाईँहरू आउन सक्नुहुन्छ, तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ है। यो चाहिँ मेरो लाइभ भ्लग भएर म आफै चिनिनँ। अनि मेरो गाउँलाई चिनाउन चाहिँ मैले यसरी तपाईँहरू भिडियो बनाएँ। तपाईँहरूले सपोर्ट गर्न चाहन्छ भने मलाई तपाईँहरूले सब्सक्राइब गर्नु होला। आउने दिनमा म योभन्दा बबाल दामी प्र्याङ्क भिडियोहरू पनि हाल्नेछु। बजारतिर गएर भने मान्छेले जस्तो गर्नेछु। बजारतिर म ऱ्यान्डमली म भ्लगहरू गर्नेछु होइन। तपाईँहरूले सब्सक्राइब गर्नु होला, त्यहाँ आउनेछ। लाइक पनि गर्नु होला, कमेन्ट पनि गर्नु होला। कस्तो ठाउँमा तपाईँहरूलाई भिडियो मनपर्छ, कस्तो कन्टेन्ट मनपर्छ त्यो मलाई भनिदिनु होला। तपाईँहरूलाई म हालिदिँदैछु है त। ल देखाउ त। ल यहाँ चाहिँ अहिले राम्रो कस्तो दामी पानी परिरहेको छ। मौसम त लास्ट बबाल छ, लास्ट बबाल छ गाइस। मौसम लास्ट हेरेर यतिखेर हेर पानी सिम परिरहेको छ। हरियाली प्रकृतिमा रहँदै हेर्नु हरियाली। यहाँ चाहिँ हाम्रो दिदीहरू हुनुहुन्छ, दाउरा लिएर आउँदैछ। उहाँहरू चाहिँ मिल जानु भएको रहेछ। यस्तो काँडामा कहाँदेखि आएको यता हेरिदिनु न। यता हेर्नु, तपाईँको नाम भनिदिनु। उहाँ त दाउरा बोकिराख्नु उहाँको नाम चाहिँ फुलमाया हो। हाम्रो गाउँको उहाँ चाहिँ यसरी दाउराहरू बोक्नुहुन्छ। उहाँ यसरी है यस्तै छ। पानी परेको बेला के गर्नु अब, यस्तै हो गाउँको। अब गाउँ हो यो चाहिँ होइन, गाउँतिर यस्तै चल्छ। तपाईँहरूलाई मेरो गाउँ देखाएको। गाइस ठिकै छ, सब्सक्राइब नगर्नु बिर्सिनु होला।